श्री माता जी की जय। दिव्य सभी महान विभूतियों की जय। सभी महान पुरुषों की जय। बंदो गुरु पद कंद कृपा सिंधु नगर भागी महामहोत्तम तथा सुवचन रविता निकर गुरु ब्रह्मा गुरु विष्णु देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुदेव नमः तस्मै श्री गुरुदेव नमः। परमपिता परमात्मा इष्ट देव श्री गुरुदेव महाराज जी र ब्राह्मण श्री चरण कमलमा कोटि कोटि साटक दण्ड प्रणाम गर्दै र साथै मञ्चमा आसीन हाम्रो पूजनीय सन्त महात्माको चरण स्पर्श गर्दै साथै हाम्रो आदरणीय अति आदरणीय हाम्रो जो प्रान्त हाम्रो बाबुल दाजुज्यू साथै शाखाको उपस्थित हाम्रो आदरणीय प्रेमी साथीवृन्द सबलाई अन्तर्भित्रबाट वेलकम जय श्री सीताराम। र आज भनौँ शाखा भ्रमण कार्यक्रम र शाखाको गतिविधि साथै उताबाट जति पनि अब यो छ जति प्रोग्रामहरू चाहिँ हुन्छ त्यसको प्रकाश डाल्नको निम्तिमा हाम्रो यहाँ साथै प्रान्तपाल साथै हाम्रो पूजनीय सन्त महात्मा पनि उपस्थित र शाखा भ्रमण कार्यक्रममा त्यसैले हजुरहरू र उहाँको विचारलाई हजुरले सुनेर आफ्नो जीवनलाई कृतज्ञता र धन्य बनाउने भन्ने म आफ्नो विचारलाई यही अन्त गर्न चाहन्छु। प्रेम र गुरुदेव महाराज की जय। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरुदेव नमः। प्रेम से बोले सदगुरुदेव महाराज की जय। आदि शक्ति जगदीश माता जी की जय। मानव धर्म की जय। परम पूज्य श्री महाराज साथै मञ्चमा आसीन साधुको सादगी सन्तको सरलताको प्रतीक अति पूजनीय सन्त महात्मा र आजको यस भ्रमण सत्सङ्ग कार्यक्रममा आउनुभएका अति आदरणीय सम्पूर्ण प्रेमी लगायत जिज्ञासुहरूलाई मेरो अन्तर्हृदयबाट जय टक्राउँदै आफ्नो केही शब्द अब विचारहरू अगाडि राख्न जाँदैछु। के छ भन्दाखेरि यो दिल्लीदेखिकै आज्ञा हुन्छ। महाराजजीले मेरो भक्तहरूसँग सन्देश पुर्याउनु उनीहरूलाई सूचना दिनु सुचारू ढङ्गले केन्द्र म केन्द्र कार्यकर्ता केन्द्रबाट तहसिलमा